हिब्रू 4 को 12 मा मिठो वचन छ, त्यो के भने फर द वर्ड अफ गड इज अलाइभ एन्ड एक्टिभ। परमेश्वरको वचन चाहिँ जिउँदो अनि क्रियाशील छ। तर क्रियाशील हुनको लागि चाहिँ हामीले परमेश्वरको वचनलाई हाम्रो जीवनमा एलाउ गर्नुपर्छ। होइन, त्यसैले गर्दाखेरि यदि हामीले एलाउ गरेनौँ भने हामी वचन सुन्ने मात्रै हुन्छौँ। अनि वचन सुनेर हामी के गर्ने गर्छौँ? प्रभु तपाईँलाई धन्यवाद भनेर घर जान्छौँ। तर जब हामीले परमेश्वरको वचन सुन्छौँ नि, धन्यवाद मात्र भन्नु होइन, तर के भन्नुपर्छ नि, परमेश्वर तपाईँको वचन मैले सुने, तपाईँको शक्ति अनि सामर्थ्यले के गर्नुहोस् मेरो जीवनमा त्यो तपाईँको वचनलाई एक्टिभ हुनको लागि म के गर्छु? निर्णय गर्छु, म एलाउ गर्छु। तपाईँको वचनलाई मेरो जीवनमा एक्टिभ हुनको लागि म के गर्छु? त्यो ठाउँ दिन्छु भनेर जब हामी परमेश्वरलाई प्रार्थना गर्छौँ नि, त्यो वचन चाहिँ के हुन्छ? हामीले एलाउ गरेकोले गर्दाखेरि चाहिँ परमेश्वरको वचन चाहिँ हाम्रो जीवनमा एक्टिभ भएर काम गर्नु थाल्दछ। नत्र के हुन्छ भने नि, वर्षौँ हामी चर्च जान्छौँ, वर्षौँ वचन सुनेका हुन्छौँ, तर जीवन जस्तोको तस्तै केही फरक नभएको विश्वासी भएर हामी यो संसारमा जिउँदै गरेका हुन्छौँ। त्यसले गर्दाखेरि परमेश्वरको वचन एक्टिभ गराउनको लागि चाहिँ हामीले एलाउ गर्नु पर्दै गरेको हुँदछ।